यो घाम डुब्न लाग्ने बेलाको मौसम चाहिँ एकदमै राम्रो लाग्छ क्या मलाई। अनि बिहानी पखाएको के दिउँसोको एकदमै चर्को घाम भन्दा चाहिँ है। अनि अहिले पनि घाम त लागिरहेको छ, तर यो घाममा चाहिँ एकदमै सुन्दर देखिन्छ क्या यो वरिपरिको दृश्यहरू पनि है। अनि घर जाने बाटोनेरि चाहिँ यस्तो दामी नदी छ क्या है। अनि सबै हरियाली छ। अझै यो साइडमा फुल भएको भए कस्तो दामी हुन्थ्यो होला क्या। क्या मस्त छ गाइज है। वाउ, यो भयो मेरो स्कुटर, एउटा ठुटे भएको छ है। अनि अरू भनेको अब यस्तै हो, एक्लै भए पनि यसरी खुसी हुनुपर्छ, रमाइलो गर्नुपर्छ गाइज। पानी चाहिँ कस्तो मजाको क्या। सर्प रहेछ। ए मम्मी, झन्डैले हात राखेँ मैले। ओ माई गड, बाल बचे यार म। यो त मैले सोचेकै थिएन। कस्तो डर लाग्यो भने छ्या, मेरै पिछा गरेर आएको थिएँ क्या है। त्यस्तै लाग्यो भाइ मलाई त। झन्डैले हात हाल्यो भने मैले पानी कस्तो फोहोर रहेछ भनेर क्या, माछा छ कि छैन होला भनेर। साँच्ची भने कहाँ गयो त्यो, डर लाग्यो यार। म क्या होइन अझ ऊ यहाँ बसेर क्या ऊ गर्दै टिकटक बनाउँछु भने, भिडियो बनाउँछु भन्ने सोचिरहेको थिएँ कि। थ्याङ्क गड बच गई मैं।